वेलकम ब्याक टु आवर ब्लग गाइज। सो आज हामी चाहिँ सुन्दरी जल जान लागेको होइन र आज हजुर च्यानलको नाम चाहिँ राहुल गुप्ता। सब्सक्राइब होइन राहुल गुप्ता हो, सब्सक्राइब गरिहाल्नु होला है। र सालमा एउटा दुईवटा ब्लग हेर्न पाइन्छ होइन। सब्सक्राइब गर्नु सब्सक्राइब गरिदिनु होला सबैजना है। र अब हामीतिर आफ्नो बाटोतिर लाग्यौँ है। सो आजको हाम्रो ह्याकिङमा चाहिँ म इन्ट्रोड्युस गर्न चाहन्छु म आफ्नो टिममेट्सलाई है। सो हिज वाट इज यर नेम? तिम्रो नाम के हो भाइ? आरब मेहता। आरब ल ल ठिक छ है। ल ल अब तिमी को हो भाइ? तिमी को भन न? रोहित के? रोहित भन न। रोहित च्यान्सिर है। र दुईवटा टिममेट्स हाम्रो चाहिँ अगाडि हुनुहुन्छ। र अब हामी अब अलि हिँड्न गाह्रो भयो। यस्तो बाटो रहेछ यार। साथीहरू हिँड्न गाह्रो भयो कि मुखै अब मलाई के त मुख देखिरहेको छ कि नै पर्स हाम्रो हिँडेकोले जाउँ यार। ओ माई गॉड मात्रै अरू केही हो भाइ। बरु त्यहाँ हाकिङ गर्न मजा आउँछ कि। सो अब हामी आफ्नो बाटोतिर लाग्यौँ। खासमा हाम्रो डेस्टिनेसन चाहिँ सुन्दरी जल हो र अहिले भर्खरै स्टार्ट गरेका छौँ। हेर माउस फुडल्यान्ड। ओके के भयो? यहाँबाट सबै लाइनमा घोचेर जाऊँ न। यहाँबाट अगाडि एउटा पछाडिबाट घुसी जाऊँ न। ओ त्यस्तै गर्नुपर्छ। सबभन्दा गाह्रो पछाडिवालालाई हुन्छ। त्यही त पछाडि राहुल बस्छ झगडा हो नि त। सो गाइस हेर्न सक्नुहुन्छ यहाँ है कति राम्रो जङ्गल नै जङ्गल। ए भाइ हमको भी सपोर्ट दो थोड़ा। साथै गाइस यो काठमाडौँमा होइन, काठमाडौँमा पानी सप्लाई गर्ने यो चाहिँ त्यही होला जस्तो लाग्छ मलाई। मेरो हात दुख्यो यार कसम। अलिकति एउटा गर त है। सो हेर्न सक्नुहुन्छ बाटो कस्तो छ है। सबै हेर्न सक्नुहुन्छ है हामी धेरै माथि आइसकेका छौँ होइन। र यहाँबाट यस्तो भिड रहेछ हेर है। कति तलबाट आएको मेरो कहिले आवाजमा त हेर्दैन त्यही पनि। ए भाइ ब्लगिङ गर्न आउँदैन क्या मलाई। सो हेर्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू रहेछ है। सो हामी बिचमा हामी केही एकछिनको लागि रोकेको थियौँ होइन। अब फेरि हाम्रो बाटो स्टार्ट भयो होइन। पक्नु है। वा कति राम्रो गीत बाजेको। यो चाहिँ मेरो टिममेट्सहरू हुन् है। ल कि हाई भनिदिनु पऱ्यो है। ल है हेर्नुहोस् है राम्रो। यहाँ पनि घर रहेछ यार। यहाँको मान्छेको बस्न कति गाह्रो होला। गाइस हामीहरू सुन्दरी जल आउनु होइन 4 महिनादेखि प्लान बनाइरहेको थियो, क्यान्सल भइरहेको थियो होइन। तर फाइनली आज सक्सेसफुल भयो। ल टिकट काउन्टर कहाँ छ? टिकट काउन्टर
हो अझै यार टिकट पनि लिनुपर्छ टिकट लिनुपर्छ यार ठिकै छ केही छैन ओके मोबाइल बन्द गर्नु कि ल ठिक छ भयो गाइज हामीहरूले स्पिकर लिएर आएको थियो होइन तर यहाँ स्पिकरले चाहिँ लियो होइन त्यो केही रिस्ट्रिक्सन सबै छ सो त्यो चाहिँ फलो गर्नुपर्छ नि किन भन्दाखेरि माथि पनि चेक हुन्छ र त्यहाँ चेक भयो भने चाहिँ फेरि रिटर्न पनि गर्दैन है त्यही भएर तपाईँहरू केही लिएर आउनुभयो भने चाहिँ राम्रो त हुनु पर्छ है कति रमाइलो राम राम जय राजा राम यहाँको बाटो चाहिँ यस्तो छ है म त यसलाई 10 आउट अफ 10 रेटिङ दिन्छु है साथीहरू तिम्रो हिसाबले रेटिङ कस्तो छ यो ठाउँको 9.5 ओके 0.5 तिमीले किन काट्यौ त्यसलाई आगे वाला पालाड पनि दिएर हामी सोचिरहेको त्यो मासु लिएर आऊ है अनि यहीँ पकाउला भनेर तर पछि हे भगवान प्रभु जगन्नाथ ये क्या हुआ गाइस हेर्न सक्नुहुन्छ है यो के हो यो पक्नु चाहिँ ल गाइस केही फोटोसुट गऱ्यो हामीहरूले होइन अनि कसम एकदमै राम्रो ठाउँ छ है यो म तपाईँहरूलाई एउटा चाहिँ म यहाँको एउटा झरना छ होइन झरना नभनौँ तर एउटा वाटरफल काइन्ड अफ होइन त्यस्तै भयो होइन म तपाईँहरूले हेर्छु ल हेर्नुहोस् है यो हेर्नुहोस् कति रमाइलो चाहिँ त्यहाँबाट राम्ररी देखिरहेको थियो होइन यहाँबाट ऊ सबै देख्छ है सो एकदमै हुन्छ है यहाँबाट खस्यो भने त बाई भाइ तिमीहरू यहाँ लेखेको पनि छ कि यताबाट साइड हिँडेर यी साइडबाट हिँड भनेर त्यही हो यहाँ एकदमै उयो छ कि फरेस्टै हो खासमा तर होइन ल हेर यार राम राम ल हेर है यहाँ साथीहरू के छ यो खानु पनि हो तर खानु हुन्न खानसानो बाजिरहेको हुन्छ ल ल यो जेन्द्र भाइ जेन्द्र मान्छे ल हेर भाइ यो चाहिँ गुफा हामीसँग विकेश दाइ हुनुहुन्छ होइन ल कसरी यहाँ आउनु पऱ्यो भने धेरै नजिक लिएर आउनुपर्छ है किन भन्दाखेरि यहाँ मात्र उसकै उकालो छ मात्र चढ्नु नै पर्छ है फेरि अहिलेसम्म त यहीँ छ तिम्रो ठाउँले कति रेट गर्न चाहन्छौ लाइक 10मा हन्ड्रेड जिबी हुनु पऱ्यो है फेरि के चाहिँ कति पर्किने बेला अहिलेसम्म ओके भएर हात दुखायो साथी म यहाँ हामी चाहिँ खानालाई धेरै कुरा किनेको छौँ है हामीहरू बिस्कुट खाऊ है ल केही भिडियो पनि बनाउँथ्यो म साथीहरूको ट्रान्सर ल ल ल सबैजना गरेर होला नि शाहरुख खान जस्तो शाहरुख खान मेरो फेभरेट पनि हो राम म आएको छु भने यो ठाउँ एकदमै राम्रो रहेछ यार होइन यो ठाउँ एक्सपेक्टेसन भन्दा पनि होइन 200 टाइम्स राम्रो रहेछ साथी यहाँ एउटा मन्दिर पनि छ है यहाँ सुन न हौ आउने बेलामा हामी जान्छौँ होइन राख्छु ओ माई गड ओ भाइ हेर्नुहोस् दिस इज वाट वी वान्ट
यस्तो हुनु पऱ्यो के ओ भाइ भाइ ल हेर्नुहोस् यस्तो हुनु पऱ्यो के यसमा होइन हामी नुहाउनेवाला पनि छ है फेरि तिमीहरू जाम्परहरू लगाउन हेर है साथीहरू यहाँ होइन वाटरको होइन सानो सानो पार्टिकल्सहरू होइन भन्न सक्छु होइन नि त्यहाँबाट भएर आइरहेको छ क्या यहाँ वाह यार जसलाई हेभेन अनि हेर्नुहोस् है यहाँ अब साथीहरू बसेका छन् होइन अनि यो चाहिँ झर्ना हो अहिले अझै बाँकी छ आउन सो वाच द लेन भाइ सो यहाँ हेर्न सक्छौँ हर हर महादेव एउटा शिवलिङ पनि छ यहाँ फर्किने बेला फोटो खिचाउँछ हामीहरू होइन र अब अझै उकालोतिर लाग्यो होइन हामीहरू ओके ओइ तिमीहरूले त्यहाँ शिवलिङ हेर न शिवलिङ हेर न तिमीहरू यहाँ मेरो बनाएको ल साथीहरू होइन भर्खर होइन खाना नास्ता गऱ्यो भर्खर नास्ता गरेर केटाहरू पनि उठ्छ अहिले जाम्पा रोटी खायौँ होइन ओके जाम्पा रोटी खाएर गाई त्यो परोटी थियो नि त भन्नु भोसडी के सरी ब्रेड गाइस यहाँ आएर हुन्छ हाम्रो हालत एकदमै नाजुक छ कति छ पानीमा पऱ्यो पढ्दै अहिले हिँड्न कति बाँकी नै छ है यहाँ सुन्दरी जलमा हिँड्दै हात दुखिसकेको छ होइन मान्छेको हात भाइ ब्लगिङ गर्दा हात दुख्दैन ल अझै कुरा गर्ने यार ल अझै कुरा गर्न कस्तो एलपिसी आज जस्तो कुरा गर्छ नमस्कार दोस्तों बाद में स्वागत करता हूँ बाबा जी हमारे चरणों में आपकी कोटि कोटि प्रणाम यहाँ होइन ढुङ्गा चाहिँ एकदमै ठुलो छ है फेरि अनि हेर्न सक्छौँ धेरै तलबाट माथि आएको छौँ र अहिले पनि बाटो कन्टिन्यू नै छ चार स्पिकर पनि लिदियो सुन्दरी जल कति राम्रो यार उफ भाइ साहब अब यसपछि चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसन थाहा चाहिँ कहाँ हो चम्पादेवी इन हेभेन यस यो पनि हेभेन नै हो खासमा र कस्तो म्याग कत्रो हात दुखाएको छ र खुट्टा पनि र हिँड्न गाह्रो भइरहेको छ है फेरि खान सक्नुहुन्छ म साथीहरूको अवस्था ओ भाइ साहब ए भाइ ल म अलिकति माथि पुगेर कन्टिन्यू गर्छु ल गाई चढ्दै पसिना पनि आउन थाल्यो तर अहिलेसम्म हाम्रो लोकेसन चाहिँ खास त हामी सुन्दरी जलमै छौँ होइन तर एउटा त्यो हुन्छ नि त्यहाँ बसेर केही गर्न सकिने खालको अब त हामी उफ्रिन जान्छौँ होइन र वेलकम टु सुन्दरी जल बल्ल सुन्दरी जल लेखेर रहेछ ल सो यहाँबाट हामीहरू केही जरुरी प्रक्रिया होइन लाइक त्यो सैनिकहरूले चाहिँ बुझाउनु पर्छ कि ब्याग होल्डर के छ के छैन होइन यहाँबाट चाहिँ हामीले कन्टिन्यू गरिरहेको छ फेरि यहाँ पनि चेक गर्नु पऱ्यो चेक पोस्ट हो यो होइन अनि त्यहाँबाट चेक पोस्ट गराएर एउटा हामीसँग नाइफ थियो त्यो चाहिँ काट्नको लागि प्याज वगेरा त्यो हुन्छ नि त्यो काट्नको लागि होइन अनि त्यो नाइफ चाहिँ उहाँहरूले राख्नुभयो किनभनेदेखि त्यो सब यहाँ प्रोभिडेड छ होइन त्यहाँ चाहिँ
यहाँ लिएर आउनु मिल्दैन होइन अनि मिल्दैन त्यही भएर उहाँहरूले राख्नुभयो एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो र उहाँहरूले एउटा इमर्जेन्सी नम्बर पनि दिनुभयो होइन इमर्जेन्सी नम्बर दिनुभयो र के भयो भने चाहिँ केही कल गरेर सपोर्ट चाहिँ पाउँछ त्यो त हो ल ल गाइज होइन एकदमै राम्रो ठाउँ छ कि यो होइन अहिले हामीले उफ्रिनी पुग्न पनि 2 घन्टा लाग्छ मिनिमम होइन र अहिले धेरै उकालोहरू छ र हेर न हेर यार कति दामी यस्तो हुनुपर्छ कि ट्रेकिङ भनेको चाहिँ यस्तो हुनुपर्छ चम्पादेवी पनि राम्रै छ तर यो को कम्पेरिजनमा त यहाँ पानीहरू झरिरहेछ गाइज होइन अनि ल यहाँबाट हाम्रो अब यस्तो बाटो छ होइन अब यो बाटो कन्टिन्यू नै छ है फेरि यस्तो छ फेरि स्टप फेरि माथि फेरि स्टप फेरि माथि स्टप फेरि माथि स्टप होइन बिचमा थाक्यो भने बिचमा हामी खाउला केही पनि होइन ए ल अब अगाडि गएर हेरौँ बटोला है ल कुनै गीत गाना यार ये दोस्ती हम नहीं छोड़ेंगे छोड़ेंगे तो दम मगर तेरा साथ ना छोड़ेंगे क्याम्प हो र होइन होला कहाँ होइन तेरे नाल जीना मैं तो तेरे बिन मेरा डोलना डोलना ओ भाइ साहब कति राम्रो राम्रो ठाउँ आइरहेछ यार गाइज हामीहरू आफ्नो बाटोतिर लागेको छ हेर्नु कति न्यारो बाटो छ होइन यहाँ एउटा हल्का मिस्टेक भयो भने पनि त्यो अलमोस्ट देख्दै हो मर नै हाल्छ मान्छे कोही पनि होइन अब हामी उफ्रिने भ्यू पोइन्टतिर लागिरहेछौँ यहाँबाट नन स्टप चल्यो भने 1 घन्टा 33 मिनटमा पुग्छौँ हामीहरू होइन र त्यो भ्यू पोइन्ट नि त्यसलाई रेटिङ गर्ने होइन रेटिङ गरि नै सकिन्न कि यस्तो छ होइन र हामीसँग हाम्रो टिममेट्सहरू हिँडिरहनु भएको छ र म पनि हिँडि नै रहेको छु र म भिडियोभन्दा पनि यो बाटोतिर ध्यान दिइरहेको छु है साथी सो के हो यो के हो यो ड्याम जस्तो बनाएको छ होइन यो हाइड्रो पावर हो कि के हो यो पानी मसक्सन हो कि यो खोइ थाहा भएन मलाई कति हेर्न सक्नुहुन्छ यो बाटोमा होइन रुखहरूको त्यो छ भाइ हेर्नुहोस् अब लागेर सिगरेट भने त के हुन्छ हामीहरू हाकिङ गर्न आएको छौँ यहाँबाट सिङ्गल मिस्टेक काम खत्तम मैले भर्खरै यतिमा हेरेँ म्यापमा हेरेँ सही बाटो हो उफ्रिने भ्यू पोइन्ट जाने भाइ यो ठाउँ होइन जोतिचोटि आयो भने पनि यो नि जस्तो लाग्छ कि धेरै राम्रो राम्रो ठाउँ छैन बाटो हेर्नुहोस् कस्तो छ बाटो यहाँ ड्रोन भएको भए कति राम्रो हुन्थ्यो होला म एकचोटि गाइज होइन म एकचोटि अझै सो गाइज हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ यहाँ ड्याम आइसकेको छ होइन यो हेर्नुहोस् गड यो चाहिँ होइन यो एकदमै खाल्टो छ होइन अनि यसमा सबै कुरा पाउँछ है यो एकचोटि ड्यामेज भयो भने हाम्रो जुत्ता लाग्छ हो भाइ यहाँ एउटा भ्यू पोइन्ट पनि छ है म हजुरहरूले देखाउन चाहन्छु हेर्नु त्यो ड्याम कस्तो छ अरे भाइ 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 यहाँ पस्यो भने मत पक्का छ पक्का
हल्का हल्का पानी पनि पर्न स्टार्ट भयो। होइन अब लागिरहेछ यार यो लाइफ एडभेन्चर होइन, अलिकति अब लाइफ दिन मजा आइरहेछ कि। ओ वाउ, वाह यार कति राम्रो छ। ए भाइ भाइ हामीहरू केही एकछिनको लागि रेस्ट लिइरहेको छौँ होइन होइन धेरै चलाएको छ होइन, अराउन्ड 2 घन्टा जति चल्यौँ, त्यो पनि खाली साला त्यही हो। कति खाला के रे, कति निकाल्नु खाला त्यो निकाल्ने खानुको लागि त्यही त अहिले के खान्छस्? योभन्दा राम्रो ओखरी नपुगाउँ त्यही चरोट खानु के? अनि सबै त्यो सबै भिजाएर ला झौडे अब अहिले उक्रेनी पुग्न 1 घन्टा अझै लाग्छ। हामी अलिकति रेस्ट लिएर अलि यसो बाटोमा होइन हामी खाएर अलिकति रेस्ट गरेर केही खाऊँ भनेर सोचिरहेको थियौँ। त्यहाँहरूले मङ्गीहरूले अट्याक गऱ्यो, त्यहाँबाट भाग्दै भाग्दै यहाँ आएको छौँ होइन। हो यहाँबाट चाहिँ 57 मिनट लाग्छ उक्रेनी पुग्न। अनि उक्रेनीबाट भ्यू पनि क्या खतरा छ यार होइन, त्यो हामी चाहिँ इन्स्टाग्राममा हेर्छ नि काइन्ड अफ त्यस्तो हो कि। हो टावरै हो काइन्ड अफ। त्यहाँबाट उयोपछि होइन सबै पहाडहरू हेर्छ। हामीले हिँड्दा हिँड्दै 3 घन्टा जति 3.5 घन्टा जति भयो। अहिले पनि 1 घन्टा बाँकी छ यार, हेर्न सक्नुहुन्छ। एउटा सानो मिस्टेक काम खत्तम। के हुन्छ के हुन्छ ओ के हुन्छ ट्याटु ट्याटु डु नट टच मी। यो माउरो हात लगायो भने हुन्छ, हातमा डाल लाग्छ। अब राम्रो बाटो अरू आउन थाल्यो। टपर आइरहेछ देख्न। हो हेर टपतिर आउनै लागेको छ हामीहरू होइन। वाह यार कति राम्रो ठाउँ। जय नेपाल। भाइ साहब यस्तो हुनुपर्छ के ल है। अहिले पनि पुगेको छैन, अहिले 33 मिनट बाँकी छ र मामा अहिले अझै उकालो आइरहेछ होइन। र हिँड्न पनि गाह्रो भयो अब हामीलाई त। अहिले केही खाना पनि खाएको छैन, सबै ब्यागमै चाहिँ होइन। र भाइ साहब हेर्न सक्नुहुन्छ उनीहरू पनि थाकिसकेका छन्, म पनि। तर होइन हाइकिङ भनेको चाहिँ सबभन्दा बेस्ट प्लेस यही हो म भन्छु होइन, सुन्दरीजल।
पानीबाट झर्नाबाट नुहाएर पनि आइसक्यो होइन। अब फेरि अब झर्न लागिरहेको छ। अब हामी झर्न लाग्यो र अब केही एकछिन बसेर खान्छौँ हामी केही होइन। अनि त्यही हो ये लम्हा जो ठहरा है मेरा है ये तेरा है, ये लम्हा मैं जी लूं जरा। तुझ में खोया रहूं मैं, मुझ में खोई रहे तू, खुद को ढूंढ लेंगे फिर कभी। तुझसे मिलता रहूं मैं, मुझसे मिलती रहे तू, खुद से हम मिलेंगे फिर कभी, हाँ फिर कभी। ख्वाब कैसे छुपाएं, बहकी सी बातें कर ले, हंस हंस के आंखें भर ले, ये बेहोशियां फिर कहाँ। तुझ में खोया रहूं मैं, मुझ में खोई रहे तू, खुद को ढूंढ लेंगे फिर कभी। तुझसे मिलता रहूं मैं, मुझसे मिलती रहे तू, खुद से हम मिलेंगे फिर कभी। सो अब हामीहरू फर्किन लागेको खैर त्यहाँबाट धेरै टाइम भइसक्यो फर्केको होइन। यहाँबाट ओख्रिनी पुग्न अराउन्ड 1 घन्टा जति लागेको थियो, तर त्यताबाट यता फर्किन लाइक 15-20 मिनट जति भयो होइन साथी। त्यताबाट माथिबाट झर्दा चाहिँ उता हो सबैले थाहा छ होइन, तर भाइ साहब कसम कि तलबाट माथि जाँदा होइन तुमसे ना पाएगा। ओके भाइ ओके। सो फेरि हामी जङ्गलमा आयौँ होइन। यो चाहिँ पुरै जङ्गलै जङ्गल रहेछ, तर साथीहरू चाहिँ एकदमै राम्रो ठाउँ छ, एकदम वान अफ द बेस्ट। रोहित रोहित होइन, तिमीलाई यो ठाउँलाई रेटिङ गर्नु पर्यो भने चाहिँ कति रेटिङ गर्छु आउट अफ 10 मा? हेर मेन्टली र फिजिकली लास्ट दुःख पाएको छ त्यहाँ पुग्यो भने त मिठो है, त्यही हो मिठो 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 लाग्छ होइन। ओख्रेनी जुन छ नि होइन, जुन ठाउँ त्यहाँ भ्यू पोइन्ट छ नि होइन, त्यहाँ पुग्यो भने फिजिकली वा मेन्टली जति दुःख पाएको छौ नि होइन, जति चढ्दाखेरि जति दुःख पायो होइन त्यो सबै त्यही बेला चाहिँ रिलिफ हुन्छ। अनि फेरि आउँदै फर्किँदाखेरि चाहिँ भाइ यहाँ ब्रेक 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 होइन होइन अनि भन न ओए पक्न पक 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 हेर सबैजना दौडिरहेछ। यहाँबाट झर्न त इजी छ होइन, तर चढ्न त बाबरे कसम के लास्टै गाह्रो छ हेर। तर हो यसरी ओख्रेनी भ्यू पोइन्टमा पुग्यो भने म पनि दौडु पुग्यो भने होइन सबै लाइक रिलिफ हुन्छ क्या सबैतिरबाट।
फिजिकल जति गाह्रो भएको छ नि चढ्न माथि अरे यार मेरो हात पनि दुखिरहेको छ यार ब्लगिङ गर्दा गर्दा अरे म त ब्लगिङ गर्न आउँदैन तर ट्राई गरेर अब हेर्नुहोस् है दाजु यो पनि एउटा धेरै डिप झर्ना हो होइन यहाँ पस्यो भने पनि फेरि गयो धेरै भित्र कहाँसम्म छ मेरो फोन पनि चार्ज छैन र त्यहाँ फेरि त्यो बाँदरसँग फेरि भेट हुन्छ होइन जुन बाँदरले हाम्रो चाहिँ खानाहरू छिनिरहेको थियो उनीहरूको एउटा ग्रुप नै थियो होइन अब फेरि भेट हुन्छ तर हाम्रो ब्यागमा चाहिँ अब खाना त छैन हुनुलाई चाहिँ छ तर अलिक छ होइन भाइ अब गाह्रो भएको छैन खासमा रोहित पक्न पक आइयो र यहाँ सबैभित्र यो डिप हो क्या सबै डिप जङ्गल नै हो हेर न यहाँ कहाँसम्म जान्छ यो रोहित सुन न तिमीले यो ठाउँलाई होइन रेटिङ गर्नु पऱ्यो भने आउट अफ 10 मा कति रेटिङ गर्छु ल साँच्चै भन है 8 होइन 2 पोइन्ट किन त्यसलाई काट्यौ 2 पोइन्ट 1 पोइन्ट तल 1 पोइन्ट माथि जानलाई 1 पोइन्ट तल जानलाई माथिबाट त तल जान इजी छ नि त त्यस्तो हो जति दुःख माथिबाट तलबाट माथि जान्दै लाग्यो त्यति दुःख लाग्यो नि तर दुःख हुन्छ त्यो भएर दुःख लाग्यो ओके होइन हो तर तलबाट माथि जाँदा होइन मतलब बाटो यस्तो होइन यस्तो रहेछ कि अनि ए भाइ साहब धेरै चाँडो पुग्यो त फेरि त्यताबाट इन्क्लाइन छ नि त उताबाट यस्तो छ कि राहुलको इन्क्लाइन अहिले सक्या छैन है भाइ तर दुःख लाग्छ साथी हिँड्नलाई फेरि तर कस्तो लाग्यो एकदमै फन भयो है मजै आयो है ल सो फेरि हामीहरू लाइक अब पुग्न लागिसक्यौँ पुरा होइन लाइक यो उक्रेनीमाबाट अब अलमोस्ट यो उक्रेनी पार्ट जुन छ नि होइन त्यो चाहिँ अब पुग्न लागिसक्यौँ होइन हेर यताबाट जाँदाखेरि 1 घन्टा अनि कति लागेको थियो अनि उताबाट आउँदाखेरि अराउन्ड 25-30 मिनट मात्र लागिरहेको छ यहाँबाट यस्तो हुनु पऱ्यो कि सुझाव पनि ग्रिप हुनु पऱ्यो यहाँबाट झर्नलाई के चाहिँ बिकज यो पोइन्टलाई होइन तिमी कति के भन्छ रेटिङ गर्न चाहन्छु आउट अफ 10 10 आउट अफ 10 वाउ के कोही मतलब 10 आउट अफ 10 नै किन 9 त्यसले रोहितले 8 दियो होइन तिमीले 10 आउट अफ 10 किन भन राम्रो थियो होइन हो त्यो त हो ल दुःख त पायो होइन तर त्यो साइडको मान्छे त दुःख भयो हो हामी यहीँ खाएको थियो है एकैछिनमा पुगिहाल्यो ल हेर तल खाने सो यो हाम्रो ग्रुप हो अब हामी त उक्रेनी पार्ट मात्र अब एकछिनमा यार पुग्छौँ ल अब म एकचोटि ड्यामनिर यो कन्टिन्यू गर्छु सो गाइस अलमोस्ट हामीहरू उक्रेनी पार गरिसक्यो होइन अब चाहिँ बाटो चाहिँ यस्तो छ है होइन अब यसमा अलिकति राम्ररी हिँड्नुपर्छ अनि फोनको ब्याट्री पनि सक्यो कसो मैले बाटो नै याद थिएन यार मरै लाग्यो अलिकति घुम्न जाउँ त ओके यता होइन ल साथी भ्लगिङ लड्दिनँ के लड्दिनँ भ्लग चाहियो ल यहाँ हेर ओ भ्लगिङ राम्रो हुन्छ त अब हामीहरू अलमोस्ट क्याम्पनिर आइसक्यौँ सेकेन्डवाला क्याम्पनिर होइन चेक पोइन्ट त्यहीँ होला हो त्यहाँबाट हामीहरू आफ्नो नाइफ लिन्छौँ अनि
अहिले पनि टाइम लाग्छ यार, अहिले पनि अराउन्ड उत्रिन होइन ओर्लिन अराउन्ड होइन 1-1.5 घन्टा जस्तो लाग्छ। उत्रि टाइम आयो। के यहाँको बादर खोइ रोहित तेरो भाइ खोइ बादर खोइ यहाँको बादर खोइ यस रिटर्न बाप्रे बा यो ड्यामनिर फोटो खिचाउनुपर्छ यार। के भयो खुट्टा मर्क्यो यार। खुट्टा मर्क्यो चल्न चल्न चल्दै पनि ठिक हुन्छ नि। महँगो भयो। गाह्रो भयो हिँड्न भ्वास्सो भयो कि ए त्यो भइहाल्छ निको त्यसले सेटल करने का पार नहीं होती, कोशिश करने वालों की कभी हार नहीं होती बुझिस पक न पक जहिले दौड्ला नि थाहा भयो। ल हेर है हामी के भन्छ ओख्रिनीबाट फर्किरहेको छौँ यताको मान्छे ओ भाइ सो आज अब हामीहरू चाहिँ सेकेन्ड चेक पोस्टतिर हिँडेर आइसक्यौँ र यता पनि पाइन्न।